सीता ढकाल गैंडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएका खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले। भगवानले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली। अबको केही बेरमा नै टिमका खेलाडीहरू मेयर कपको फाइनल गेम सुरु हुन गइरहेको छ। फुटबल युनाइटेडको ब्यानरमा फिफा एन्थम सँगै मैदान प्रवेश गर्दै हुनुहुन्छ र फिफा एन्थमको सम्मानको लागि सम्पूर्ण दर्शक महानुभावहरू कृपया यथास्थानमा उठिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। फुटबल युनाइटेड द वर्ल्डको ब्यानर सहित अबको क्रममा खेलाडीहरू मैदान प्रवेश गर्दै हुनुहुन्छ। अबको केही बेरमा नै हाम्रो वाल्मिकी भर्सेस डन एकाडेमीको यो मेयर कप फाइनल गेम सुरु हुन गइरहेको छ। कृपया सबैले लाइभलाई पनि सेयर गरिदिनु होला। जति पनि फुटबल प्रेमी दर्शक महानुभावहरू हुनुहुन्छ कृपया सबैले यस लाइभलाई सेयर गर्न भने नबिर्सिनु होला। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल यहाँ खेलाडीहरूसँग शुभकामनाको यो आदान प्रदान भइरहेको छ। यहाँ शुभकामनाको कृपया जतिले पनि हेरिरहनु भएको छ कृपया सबैले लाइभलाई पनि सेयर गर्न नबिर्सिनु होला। र आवाज कस्तो आइरहेको छ, के छ, साउन्डहरू र फिडब्याक भने हजुरहरूले दिन सक्नुहुन्छ। भिडियो क्वालिटी के छ कृपया
कमेन्ट गरिदिनु होला। शोभा नेउपानेजीले लेख्नु भएको छ एक्लै गइस हेर्न भनेर। भागवत लामिछानेजी हुनुहुन्छ हामीसँग, उहाँले गुड साउन्ड भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद भागवत लामिछानेज्यूलाई। र अब यो राष्ट्रधुन पछि राष्ट्रिय गानको सम्मानको लागि सम्पूर्ण दर्शक महानुभावहरू कृपया यस स्थानमा उठिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो गौरव, हाम्रो शान नेपालको राष्ट्रिय गानको क्रममा सम्पूर्ण दर्शक महानुभावहरूलाई कृपया यस स्थानमा उठिदिनको लागि म अनुरोध गर्दछु र हाम्रो टेक्निसियन मित्रलाई राष्ट्रिय गान बजाइदिनको लागि अनुरोध गर्दछु। प्रमुख आदरणीय रेणुदालज्यूबाट आजका मुख्य म्याच रेफ्री विज्ञान श्रेष्ठलाई बल हस्तान्तरण गर्दै आजको खेल समुद्घाटन गर्दै हुनुहुन्छ। कृपया सम्पूर्ण दर्शक महानुभावहरू जोरदार तालीका साथ सम्मान गरिदिनुको म अनुरोध गर्दछु। आजका प्रमुख अतिथिज्यूद्वारा आजका म्याच अफिसियल विज्ञान श्रेष्ठज्यूलाई म्याच बल हस्तान्तरण गरेर आजको यो फाइनल खेलको समुद्घाटन गर्दै हुनुहुन्छ। साउन्ड छैन सर भन्नुभएको छ सविता नेउपानेजीले। अहिले भने कस्तो आवाज आइरहेको छ कृपया भनिदिनु होला। डन एकाडेमी भर्सेस वाल्मीकि बीचको यो फाइनल खेल अबको केही मिनेटमै सुरु हुन गइरहेको छ। कृपया सबैले लाइभलाई सेयर भने गर्न नबिर्सिनु होला। दाई दाई छाता है ना? यो मिल्छ कि मिल्छ लाइभ भइरहेको थियो। कुन च्यानलबाट? हामी खेल सुरु हुनुभन्दा अगाडि 1 मिनेट मौन धारण गर्नेछौँ। चितवन जिल्लाको खेलकुद क्षेत्रमा विशेष गरी क्रिकेटको क्षेत्रमा एउटा चर्चित नाम चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाज्यूको केही समय अगाडि निधन भएको थियो, जसले सम्पूर्ण चितवन जिल्लाको सम्पूर्ण खेल क्षेत्र स्तब्ध भएको छ र हामी उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनेट मौन धारण गर्नेछौँ। त्यसैले सम्पूर्ण दर्शक महानुभावहरू कृपया
खेलाडीहरूलाई भनेर यहाँ एक मिनेट विदाई यस गरिसक्नु स्थानमा उठिदिनको लागि म हार्दिक अनुरोध गर्दछु चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष स्वर्गीय सुदीप प्याज्यूको मृत आत्माको चिर शान्तिको कामना गर्दै हामी 1 मिनेट मौन धारण गर्नेछौँ। समय सुरु। मेरो गेम धन्यवाद। हाम्रो यस फाइनल खेल नेपालको लोकप्रिय फुटबल युट्युब च्यानल golnepal.com बाट प्रत्यक्ष प्रसारण भइरहेको छ। हाम्रो ब्रोडकास्टिङ पार्टनर golnepal.com रहेको छ। त्यसैगरी पानी पर्यो झ्याप्प चाहियो। Wait, Piqué. अहिले यहाँ फोटो सेसनको कार्यक्रम चलिरहेको थियो र अबको केही बेरमा नै गेम सुरु हुन गइरहेको छ। फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कृपया सबैले यस लाइभलाई भने सेयर गर्न नबिर्सिनु होला। र अबको केही बेरमा नै गेम सुरु हुन गइरहेको छ। वाल्मिकीका खेलाडीहरू भने आफ्नो पोजिसनमा आएर बसिसक्नु भएको छ र डन एकाडेमीको भने यहाँ केही छलफल चलिरहेको छ। रेफ्रीको यो हुइसलले डन एकाडेमीलाई यहाँ गेममा फर्कनको लागि अनुरोध गरेको छ र डन एकाडेमी नीलो जर्सीमा रहेको छ भने वाल्मिकी रातो रङको जर्सीमा रहेको छ। रातो र यो सुन्तला कलरको मिक्स रङको यो जर्सीमा रहेको छ। अबको केही
बेरमा नै खेल सुरु हुन गइरहेको छ र सुरुमा बल भने बाल्मिकीले चलाउनेछ। सुबिस सर बोल्नु न भन्नुभएको छ सविता नेउपान्जीले। कुन ठाउँमा हो सर भन्नुभएको छ? यो भरतपुर कृष्णपुर खेल मैदानमा हो। यदि हजुर यस कृष्णपुरको आसपासमै हुनुहुन्छ भने हजुर ग्राउन्डमै आएर पनि खेलको अनुभव लिन सक्नुहुन्छ। र यो गेम सुरु। बाल्मिकीको खुट्टामा बल। बाल्मिकीले यहाँ पास खेल्न खोजेको थियो बाल्मिकीका खेलाडीले, तर पानीले भने यहाँ केही अप्ठ्यारो पारिरहेको छ दुवै खेलाडीहरूलाई। पानीको कारणले यहाँ केही समस्यामा देखिन्छन् खेलाडीहरू। बाल्मिकीले यो क्लियर गरेको थियो, तर यो पास खेल्न चाहन्थ्यो, तर पानीले गर्दा यहाँ बल रोकिन पुग्यो र पछाडि प्रेसरमा परे डन एकाडेमीका खेलाडीहरू। डन एकाडेमी नीलो कलरको जर्सीमा रहेको छ र यो क्याप्टेनबाट थ्रोको फल। क्याप्टेनबाट रङ थ्रो भएको थियो र यो बाल्मिकीलाई मौका थ्रोको। मौका हुन सक्छ, तर राम्रो क्लियर बाल्मिकीका खेलाडीबाट। डन एकाडेमीको खुट्टामा बल। पानीले निकै समस्या बनाइरहेको छ दुवै खेलाडीहरूलाई, दुवै पक्षका खेलाडीहरूलाई। मौकाको खोजीमा छन् दुवै पक्षका खेलाडीहरू, तर यहाँ थ्रोको मौका बाल्मिकीलाई। लङ थ्रो डीमा बल, डी एरियामा बल पुगेको छ। बाल्मिकी अझै पनि बलमै छ। मौका हुन सक्छ बाल्मिकीलाई। यो राम्रो प्रयास थियो, तर किप्परको हातमा बल पुगेको थियो र अहिले पनि यहाँ जर्सी नम्बर 11 डन एकाडेमीका केही गाह्रोमा देखिन्छ नि। यो राम्रो संकेत पनि होइन डन एकाडेमीको लागि। सुरुको केही मिनेटमै खेलाडीहरू यसरी गाह्रो हुँदै गर्दाखेरि टिमलाई नै घाटा पर्न सक्छ। बाल्मिकीको खुट्टामा बल। मौका हुन सक्छ डन एकाडेमीलाई, तर यो निकै नै फितलो प्रहार र पोस्ट भन्दा पनि निकै बाहिर जान पुग्यो र किप्परले सजिलै कन्ट्रोल गरिदिएका थिए। कृपया सबैले यस लाइभलाई भने शेयर गरिदिनु होला। हामी अहिले कृष्णपुर ग्राउन्डबाट हजुरहरु समक्ष प्रत्यक्ष प्रसारणमा छौं। बाल्मिकी भर्सेस डन एकाडेमीको यो फाइनल खेल मेयर कप ट्रोफीको लागि यो प्रतिस्पर्धा भइरहेको छ।
मौका डन एकाडेमीको खुट्टाम बल डन एकाडेमीको निकै राम्रो पास अझै पनि बल निकै नजिकै थियो डी एरियाको तर वाल्मीकिका खेलाडीले पनि क्लियर गरिदिएका छन् र यो डन एकाडेमीको लागि थ्रोको अवसर फल थ्रो गर्न पुगे डन एकाडेमीका खेलाडीले ड्रप बल जर्सी नम्बर 11 को यो प्रहार तर निकै फितलो प्रहार र बाहिर हान्न पुगे दुवै टिमले निकै राम्रो खेल प्रदर्शन गरिरहेको छ तर ग्राउन्डमा पानी जम्मा भएकाले दुवै टिमलाई भने गाह्रो परिरहेको छ आफ्नो गेम देखाउनको लागि राम्रो क्लियर डन एकाडेमीको बाट यो जर्सी नम्बर 11 बाट यो पास डन एकाडेमीका खेलाडीलाई थियो तर वाल्मीकिले बल खोजिदिएको छ वाल्मीकिका जर्सी नम्बर 10 आफ्नो खेल प्रदर्शन गरिरहेका थिए ड्रिबल गरिरहेका थिए तर बल लुज गर्न पुगे थ्रोको मौका वाल्मीकिलाई मौका हुन सक्थ्यो अझै पनि मौका छ जर्सी नम्बर 99 बाट यो बल अझै पनि 99 को खुट्टाम डन एकाडेमीको खेलाडी जर्सी नम्बर 11 बलमा छन् यो निकै राम्रो पास अझै पनि खतरा टलेको छैन तर किपरको निकै राम्रो बचाउ भन्नुपर्छ ग्राउन्ड भएन भन्नुभएको छ सुजल काफ्लेले स्कोर अपडेट गर्नुस् न सर भन्नुभएको छ हालसम्म कुनै पनि टिमले भने गोल गर्न सकिरहेको छैन र स्कोर 0-0 मै रहेको छ हाइकमान्डबाट आदेश आयो कति गोल भयो भन्नुभएको छ समीरजीले 0-0 गोल रहेको छ हालसम्म मौका हुन सक्छ वाल्मीकिलाई तर त्यहाँ अप्ठ्यारो पाइरहेको छ पानीले र यो काउन्टरमा डन एकाडेमी अझै पनि बलमा जर्सी नम्बर 7 बाट यो पास खेल्न चाहन्थे जर्सी नम्बर 7 ले तर त्यहाँ निकै राम्रो बचाउ थियो तर फेरि पनि वाल्मीकिको खुट्टाम बल डन एकाडेमीका जर्सी नम्बर 7 ले राम्रो प्रदर्शन गरिरहेका छन् जर्सी नम्बर 7 वाल्मीकिका डन एकाडेमीका खेलाडीले डन एकाडेमी लेफ्ट ह्यान्ड साइडबाट बल अगाडि बढाउँदै मिडमा डन एकाडेमी तर पानीले यहाँ
निकै लामो प्रहार गरेका थिए वाल्मीकिका खेलाडीले, तर किप्परले निकै सजिलै समातिदिएका छन् र जर्सी नम्बर 7 बलमा थिए। मौका हुन सक्छ डन एकाडेमीलाई। बलमा डन एकाडेमी पास खेल्न चाहन्थे, तर वाल्मीकिका खेलाडीबाट यो राम्रो क्लियर। डन एकाडेमी बलमा जर्सी नम्बर 7 अझै पनि बलमा डन एकाडेमी। स्कोर हालसम्म 0-0 रहेको छ। भर्खरै मात्र सुरु भएको यो खेल डन एकाडेमी भर्सेस वाल्मीकि बीच भइरहेको छ, जसमा नीलो जर्सीमा डन एकाडेमी रहेको छ भने रातो सुन्तला कलरको यो जर्सीमा वाल्मीकि रहेको छ। वाल्मीकि बलमा मौका हुन सक्छ वाल्मीकिलाई। ऑफसाइड अफसाइडमा बस्न पुगे वाल्मीकिका खेलाडी। निकै राम्रो ड्रिबल जर्सी नम्बर 7 बाट, तर पास भने राम्रो पाल्न सकेनन्। निकै राम्रो फुटवर्क देखाएका थिए जर्सी नम्बर 7 ले, तर पास भने पठाउन असफल रहे।
वाल्मीकिको यो फ्री किकको अवसर सेन्टर लाइनबाट फ्री किकको मौका रहेको छ वाल्मीकिलाई। निकै राम्रो प्रहार थियो, अझै पनि बल त्यही, तर किपरले निकै सजिलैसँग बल आफ्नो हातमा लिएका छन्। मौका हुन सक्छ डन एकाडेमीलाई। हैंड गर्न पुगे वाल्मीकिका खेलाडीले। क्लियर छ यो भन्नुभएको छ, भिडियो राम्रो छ भन्नुभएको छ। धन्यवाद छ चक्रपाण्डे उपानी सरलाई। डन एकाडेमीबाट यो प्रहार थियो, तर वाल्मीकिबाट क्लियर। अझै पनि बल वाल्मीकिसँगै। जर्सी नम्बर 11 निकै राम्रो ड्यासिङ टुसिङ गरिरहेका थिए, तर यो निकै ब्याड ट्याकल। पक्कै पनि यहाँ कार्ड प्राप्त गर्नेछन् जर्सी नम्बर डन एकाडेमीका खेलाडीले। निकै ब्याड ट्याकल गर्न पुगे त्यहाँ र यो निकै राम्रो मौका हुन सक्छ वाल्मीकिको लागि। कति मिनेट भाइ सोध्न पर्छ दाइ, कति मिनेट हो रे? 35 हो। 35 मौका हुन सक्छ वाल्मीकिलाई। फ्री किकको अवसर वाल्मीकिका खेलाडीले फ्री किक लिनेछन्। निकै राम्रो पोजिसनमा फ्री किक प्राप्त गरेका छन्। किपरको निकै सजिलो क्याच भन्न सक्छौं हामीले, तर यहाँ जर्सी नम्बर 17 बल लुज गर्न पुगे। गाह्रो पर्न सक्छ डन एकाडेमीलाई। जर्सी नम्बर 7 वाल्मीकि छ बलमा, काउन्टरमा जर्सी नम्बर 7 जर्सी नम्बर 7 डन एकाडेमी अझै पनि बलमा। जर्सी नम्बर 49 को यो राम्रो पास थियो, तर बल भने आफ्नो खुट्टामा प्राप्त गर्न सकेनन् डन एकाडेमीका खेलाडीले। मौका हुन सक्थ्यो डन एकाडेमीलाई। तर ऊ पाइन्डले चाहिँ गेम त खडै भन्दैछ म पाइन्डले त खडै भन्दैछ।
मौका हुन सक्छ यो प्रहार थियो तर निकै बाहिर हान्न पुगे डन एकाडेमीका खेलाडीले दुवै पक्षका खेलाडीहरूले मौका बनाइरहेका छन् तर हालसम्म गोल बने 0-0 नै रहेको छ त्यहाँ ह्यान्ड गर्न पुगे वाल्मीकिका खेलाडीले र यो फ्री किकको अवसर डन एकाडेमीलाई पक्कै पनि यसको फाइदा भने लुट्ने कोसिस गर्नेछ डन एकाडेमीले जर्सी नम्बर 12 ले यो फ्री किक प्रहार गर्नेछन् सेन्टर लाइनबाट यो फ्री किक रहेको छ अझै पनि मौका छ डन एकाडेमीलाई अझै पनि बलमा डन एकाडेमी जर्सी नम्बर 10 ओए हेर्दा टाइप त्यस्तै सुट त्यस्तै है मैले जो चेन्ज गरेको छ वाल्मीकिले जर्सी नम्बर 7 Player substitution for Valmiki Shiksha Sadan. Jersey number 7 replaced by jersey number 20. थ्रोको अवसर वाल्मीकिलाई पक्कै पनि यो नयाँ चेन्जले भने केही परिवर्तन गर्नेछ खेलमा वाल्मीकिले बल लुज गर्न पुग्यो डन एकाडेमी बलमा जर्सी नम्बर 7 डन एकाडेमी जर्सी नम्बर 7 अझै पनि तर जर्सी नम्बर 7 लाई त्यहाँ डिफेन्डरले भने गाह्रो पारिदिएका छन् र जर्सी नम्बर 7 केही अप्ठ्यारोमा देखिन्छन् ड्रप बल रहेको छ वाल्मीकिको पक्षमा डन एकाडेमी बलमा अझै पनि डन एकाडेमी बलमा जर्सी नम्बर 7 बलमा छ पानीले निकै गाह्रो पारिरहेको छ वाल्मीकि को यो फ्री किक को मौका थियो तर यहाँ कन्ट्रोल पनि राम्रो गर्न सकेनन् वाल्मीकिका जर्सी नम्बर 9 ले थ्रो को मौका क्याप्टेनले थ्रो फल गरेका छन् यो मौका हुन सक्छ वाल्मीकिलाई निकै नजिकबाट यो मौका बनाइरहेको छ वाल्मीकिले र यो कर्नरको अवसर वाल्मीकिलाई
मौका हुन सक्छ बल अझै पनि भित्रै छ निकै राम्रो मौका थियो बाल्मिकीलाई तर गोलमा भने परिवर्तन गर्न सकेन यो मौकालाई पक्कै पनि यो मौका राम्रो थियो र गोल गर्न असफल रह्यो फेरि पनि मौका बनाउँदै डन एकाडेमीको खुट्टामा बल क्याप्टेन छन् बलमा क्याप्टेनबाट यो पास जर्सी नम्बर 7 मौका हुन सक्छ बाल्मिकी निकै राम्रो पास खेलेर अगाडि बढाइरहेको छ बाल्मिकी बलमा जर्सी नम्बर 6 जर्सी नम्बर 14 गयो पेनाल्टी रहेको छैन यो फल रहेको छ डी एरियाको निकै नजिकमा फल गर्न पुगेका थिए डन एकाडेमीका खेलाडीले यो मौका हुन सक्छ निकै राम्रो एरियामा भने फ्री किकको अवसर प्राप्त गरेका थिए स्क्रिनमा मात्र खेल हेर्नु है क्यामेराम्यान भन्नुभएको छ जर्सी नम्बर 10 ले लिनेछन् यो फ्री किकको अवसर निकै राम्रो एरियामा प्राप्त गरेका छन् यो फ्री किक बाल्मिकीका खेलाडीले मौका हुन सक्छ बाल्मिकीलाई यो फ्री किकलाई गोलमा परिवर्तन गर्ने बल बारमा हान्न पुगेका छन् र यो कर्नरको अवसर बाल्मिकीलाई निकै राम्रो अवसर प्राप्त गरेका थिए फ्री किक घुमाउन पुगेको बाल्मिकीले यो कर्नरमा भने केही आफ्नो प्रयास गरेको थियो तर फेरि पनि कर्नर प्राप्त गरिरहेको छ लगातार 3 चोटि कर्नर भने प्राप्त गरिसकेको बाल्मिकीले यसपटक हेरौं यो कर्नरलाई गोलमा भने परिवर्तन गर्न सक्छ कि नै यो राम्रो हेडर प्रयास थियो तर अझै पनि राम्रो मौका थियो बाल्मिकीलाई तर किपरको सुरक्षित हातमा बल जान पुगेको छ डन एकाडेमीको राम्रो टच जर्सी नम्बर 7 बाट यो मौका हुन सक्छ डन एकाडेमीको लागि जर्सी नम्बर 13 तर निकै राम्रो बचाउ गर्न सफल ट्याकल गर्न सफल जर्सी नम्बर 3 बाल्मिकीका खेलाडी जर्सी नम्बर 10 छन् यो कर्नरको मौका फेरि पनि पुनः कर्नर प्राप्त गरेका छन् निकै राम्रो अवसर प्राप्त गरेको थियो डन एकाडेमीले तर गोलमा भने परिवर्तन गर्न सकेन
र यो पनि मौका हुन सक्छ। अझै पनि फेरि पनि कर्नर प्राप्त गरेको छ डन एकाडेमीले। यो डन एकाडेमी बलमा छ र यो मौका हुन सक्छ। निकै राम्रो हेडर प्राप्त गरेको थियो, निकै राम्रो हेडर हान्न सफल गरेको थियो डन एकाडेमीले, तर गोल भने हुन असफल रह्यो। पहिला त अर्कै हो, पहिला त थ्रो को अवसर वाल्मीकिलाई। यो मौका हुन सक्छ वाल्मीकिलाई। किपरको सुरक्षित हातमा बल पुगेको छ। जर्सी नम्बर 13 थिए डन एकाडेमीका खेलाडी। मौका हुन सक्छ डन एकाडेमीलाई। अझै पनि बलमा डन एकाडेमी पास खेल्न चाहन्थ्यो, तर पानीले त्यहाँ गाह्रो बनाइदियो खेलाडीलाई। दाइ हाफ भयो कि नाइ भन्नुभएको छ अरुणज्यूले। हाफ भएको छैन, हाफ हुन अबको केही मिनेट बाँकी छ र हालसम्म स्कोर भने 0-0 रहेको छ। फाउल गर्न पुगे डन एकाडेमीका खेलाडीले र यो वाल्मीकिलाई मौका हुन सक्छ गेममा अग्रता लिने। पक्कै पनि मौकालाई गुमाउन भने चाहन्नन् जर्सी नम्बर 10। फ्री किक लिनेछन् जर्सी नम्बर 10 ले। निकै राम्रो प्रहार डिफेन्डरको यो राम्रो क्लियर थियो। अझै पनि बलमा खतरा पनि टलेको छैन। वाल्मीकि अझै बलमा। वाल्मीकिको एकजनाले निकै राम्रो ड्रिबल गरिरहेका छन्। जर्सी नम्बर 20 भर्खरै मात्र चेन्ज भएका जर्सी नम्बर 20 खेलाडीले निकै राम्रो खेल प्रदर्शन गरिरहेका छन्। वाल्मीकि कर्नरमा मौका हुन सक्छ र यो निकै राम्रो प्रहार थियो, तर बाहिर जान पुगेको छ बल।
पहिलो हाफमा इन्जुरी समयको रूपमा 1 मिनेट थप गरिएको छ। एडिसनल टाइम फर फर्स्ट हाफ 1 मिनेट। हाफ टाइमको लागि समय थप गरिएको छ 1 मिनेट रह्यो। 1 मिनेटमा के डन एकाडेमीले अग्रता लिन सक्छ त? यो मौका हुनेछ डन एकाडेमीलाई थ्रोको मौका। जर्सी नम्बर 17 बलमा छन्। फेरि पनि मौका डन एकाडेमीलाई यो थ्रोको अवसर। म जानकारी गराउन चाहन्छु र अब सेकेन्ड हाफ सुरु हुन गइरहेको छ। कृपया सबैले यस लाइभलाई सेयर गरिदिनु होला। वाल्मीकि भर्सेस डन एकाडेमीको यो सेमी फाइनल। बलमा डन एकाडेमी रहेको छ र मौसमले हामीलाई केही सङ्केत भने दिइरहेको छ। यो खेल सुरु भएको छ। डन एकाडेमी भर्सेस वाल्मीकि बीचको यो खेल। बलमा वाल्मीकि रहेको छ। वाल्मीकि बल अगाडि बढाउँदै। वाल्मीकि अझै पनि थ्रोको अवसर वाल्मीकिलाई। बलमा राम्रो क्लियर गरेका थिए तर अझै पनि खतरा पनि टलेको छैन डन एकाडेमीलाई। कृपया सबैले यस लाइभलाई सेयर गरिदिनु होला। यो सेकेन्ड हाफको खेल रहेको छ। डन एकाडेमी भर्सेस वाल्मीकिको यो खेल हालसम्म गोल भने 0-0 रहेको छ। छाता खैरे यता कता थियो छाता बल दे ए वहाँ त्यो चरा त्यत्रो माथि कहाँ जान्छ ड्रोन चिलो सेकेन्ड हाफमा वाल्मीकि केही पोजिटिभ देखिएको छ अघिल्लो हाफ भन्दा। यो राम्रो पक्ष रहेको छ वाल्मीकिलाई र यहाँ बलमा स्लिप हुन पुगे डन एकाडेमीका खेलाडी र बल लुज गर्न पुगे। बुढा हातमा लिएर गर्दैछु कि बुढा हातमा लिएर सजिलो हुन्छ। मौका हुन सक्छ डन एकाडेमीलाई। अझै पनि डन एकाडेमी बलमा तर यहाँ ह्यान्डबल गरेका छन्। पानीको सम्भावना छ त्यतिखेर के हुन्छ निकै राम्रो वेल ट्याकल गरेका छन् डन एकाडेमीका खेलाडीले। किपरको सुरक्षित हातमा बल।
यो भन्दा म यतिकै हातमै गर्छु थ्रोको अवसर हो वाल्मीकिलाई जस्ट नम्बर 99 त्यो डन एकाडेमी र वास्तवमा भन्नुपर्दा अहिलेसम्म कसैको पनि गोल भएको छैन हामी फेरि भोट चाहिँ दिइहाल्छु कृपया लाइभ कस्तो आइरहेको छ भनिदिनु होला र कमेन्ट गरिदिनु होला फिडब्याक हजुरहरूले कमेन्टमा छोड्न सक्नुहुन्छ पार्वती गौडेल हुनुहुन्छ हामीसँग कृपया पार्वती जी यस लाइभलाई शेयर गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु डन एकाडेमी र वाल्मीकिको यो खेल सेकेन्ड हाफको खेल हो र हालसम्म कुनै पनि पक्षले पनि स्कोर गर्न सकिरहेको छैन डन एकाडेमी बलमा बल लुज गर्न पुग्यो डन एकाडेमीले अरे मार यो खेल फाइनल खेल हो र निकै राम्रो फुटवर्क देखाएका छन् त्यहाँ वाल्मीकिका खेलाडीले तर निकै नराम्रो पास थियो जस नम्बर 6 को बाट यो प्रहार तर किपरको सुरक्षित हातमा गएको छ बल डन एकाडेमीको खुट्टाम बल डन एकाडेमी बलमा तर बल लुज गर्न पुगे डन एकाडेमीले मौका हुन सक्छ प्रहार थियो वाल्मीकिको तर्फबाट तर अझै पनि वाल्मीकिको यो प्रहार डिफेन्डरको त्यहाँ बचाउ थियो र पानीले त्यहाँ अप्ठ्यारो पारिरहेको छ खेलाडीहरूलाई हामीले देख्न सक्छौं रह्यो कर्नरको मौका कर्नरको मौका रहेको छ वाल्मीकिलाई किपरको सुरक्षित हातमा यो बल जर्सी नम्बर 7 आफ्नो पेस देखाउँदै जर्सी नम्बर 99 बलमा निकै राम्रो काउन्टर अट्याक खेलाइरहेको थियो डन एकाडेमीले तर राम्रो ठाउँमा भने प्रहार गर्न सकेन र थ्रोको मौका वाल्मीकिलाई यो थ्रो गरेका छन् कृपया लाइभ कस्तो आइरहेको छ
आवाज आएको छ कि नै कस्तो आइरहेको छ कृपया भनिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु हजुरहरूलाई अनुरोध गर्न चाहन्छु विनम्र अनुरोध गर्न चाहन्छु दर्शकहरू हेर्न सक्नुहुन्छ हजुरहरूले निकै भरिभराउ मात्रामा रहेको छ यो ग्राउन्ड खेल मैदान डन एकाडेमीको खुट्टाम बल पास खेल्न चाहन्थे तर विफल रहेका थिए फेरि पनि डन एकाडेमीको खुट्टाम बल जर्सी नम्बर 11 बाट यो राम्रो पास खेल्न चाहन्थे तर त्यहाँ फल गर्न पुगे र वाल्मीकिको यो फ्री थ्रो फ्री किक भनौँ यहाँ प्राप्त गरेको छ वाल्मीकिले कति गोल भएको छ भन्नुभएको छ चिराग तामाङले हालसम्म गोल भने 0-0 नै रहेको छ मौका हुन सक्छ वाल्मीकिलाई वाल्मीकिका खेलाडी बलमा छन् त्यसपछि म अघि भन्दै थिएँ पानी पर्ला जस्तो पुरा छिटा आइसकेको छ हाम्रो यहाँ सुर्तीको कपालबाट देख्न सकिन्छ पानीको छिटाहरू थोरै थोरै दुवै टिम गोलको खोजीमा रहेको छ फर्स्ट हाफ डन एकाडेमीले निकै राम्रो खेलिरहेको थियो भने सेकेन्ड हाफ वाल्मीकिले निकै राम्रो खेलिरहेको छ मौका हुन सक्छ डन एकाडेमीलाई तर राम्रो क्लियर वाल्मीकिका सपोर्टरहरू हामीले यता देख्न सक्छौँ भने डन एकाडेमीका सपोर्टरहरू निकै हर्ष उल्लासमय देखिन्छन् कर्नर प्राप्त गरेको छ डन एकाडेमीले निकै बाहिर हान्न पुगे यो कर्नरको निकै राम्रो मौका थियो हावाले निकै अप्ठ्यारो पारिरहेको छ बल जज गर्नको लागि खेलाडीहरूलाई र ग्राउन्डमा पानीको मात्रा धेरै भएकाले पनि बल राम्रोसँग कन्ट्रोल भने हुन सकिरहेको छैन पानी आयो भन्नुभएको छ लक्ष्मी छेत्रीज्यूले पानी सिमसिमे पानी परिरहेको छ तर अहिले भने ठुलो वर्षा भने भइरहेको छैन र मौका हुन सक्छ डन एकाडेमीलाई जर्सी नम्बर 10 छन् बलमा 13 छन् सरी बलमा यो राम्रो बल अगाडि बढाइरहेका थिए तर त्यहाँ थ्रोको अवसर कति टाइम बाँकी छ भन्नुभएको छ करिब 15 मिनेट बाँकी रहेको छ यस खेल सेकेन्ड हाफको अन्त्यको लागि र त्यहाँ ह्यान्डबल गरिदिएका छन् छाता खोल्दैन न आइफोन त गरेको अनि ओर्नी भयो
त्यहाँ फ्री किकको अवसर वाल्मीकिलाई रहेको छ र यो मौका हुन सक्छ वाल्मीकिलाई। वाल्मीकि सेन्टर लाइनबाट यो फ्री किक लेफ्ट ह्यान्ड साइडबाट रहेको छ वाल्मीकि यो फ्री किकमा। प्रहार थियो तर त्यहाँ क्लियर गरिदिएका छन् डिफेन्डरले। हो काउन्टर अट्याक हुन सक्छ। बाहिर हान्न पुगे वाल्मीकिका खेलाडी र पानी परिरहेको छ देख्न सक्नुहुन्छ हजुरहरूले। डन एकाडेमी बलमा मान्छे भिज्दैन क्यामेरा त राख्नु न क्यामेरा बोकेर चाहिँ कतै नजानु। डन एकाडेमी गोल आउट हुन पुगेको छ र यहाँ वर्षाले भने हामीलाई निकै कठिनाइ पारिरहेको छ लाइभ गर्नको लागि। डन एकाडेमीका जर्सी नम्बर 11 रोमस छन् बलमा। यो मौका हुन सक्छ तर अफसाइड प्राप्त गरेको छ वाल्मीकिले। यो राम्रो पोजिसनमा अफसाइड प्राप्त गरेको छ नत्र त्यहाँ 1 vs 1 को सिचुएसन थियो। पक्कै पनि यो खेल यहीमा समाप्त भएमा यो कृपया सबैले यस लाइभलाई पनि शेयर गरिदिनु होला। मौका हुन सक्छ डन एकाडेमीलाई। वाल्मीकिलाई मौका हुन सक्छ तर त्यहाँ माथिको समातेरी हुन्छ कि यताडि आएन पछाडिबाट आयो पुरै।
कति टाइम बाँकी छ भन्नुभएको छ। करिब 10 मिनेट 5 देखि 10 मिनेट बाँकी रहेको छ खेलमा अन्तिम टाइमको लागि। र यहाँ खेल भने रोकिएको छ। खेल केही समयको लागि यहाँ रोकिएको छ। थोरै वातावरणले यहाँ हामीलाई केही समस्या पारिरहेको छ। हजुरको नि उसे यो कुन मल हो? पुरै वाटरप्रुफ रहेछ हैन? पानी परिरहेको कारणले हामी अहिले खेल भने एकछिनको लागि रोकिएको छ र हालसम्म स्कोर भने 0-0 रहेको छ। वाल्मीकि 0 र डन एकाडेमी 0 र यो खेल फाइनल खेल हो जसमा ट्रफीको लागि दुवै पक्षहरू भिडिरहेका छन्। भाइ एकछिन म भिडियो खिच्न जान्छु हैन म पख म ए छाते लिएर ल त नि जानु नि त भन्नै पर्दैन नि। यता चाहिँ बरु छत्ता यतापट्टि ठिक हुन्छ। हालसम्म गोल भने 0-0 नै रहेको छ। रह्यो निकै राम्रो मौका हुन सक्छ। पछाडि बोला कि पछाडि बोला तिमीहरूलाई पछाडि बोला। हजुर कता हुनुहुन्छ? ल खेल फेरि पुनः सुचारू भएको छ। वाल्मीकि वर्सेस डन एकाडेमीको यो खेल पानीको कारणले रोकिए तापनि खेललाई भने पुनः सुचारू गरिएको छ।
हालसम्म स्कोर भने 0-0 रहेको छ। कृपया सबैले यस लाइभलाई सेयर गरिदिनु होला। जति पनि भ्युअरहरू हुनुहुन्छ हाम्रो यस लाइभलाई साथ दिइरहनु भएको। हामी हजुरहरूको लागि घाम पानी नबनिकिन हजुरहरूलाई यस खेलको मनोरञ्जन दिलाउनका लागि प्रत्यक्ष प्रसारणमा आएका छौँ। कृपया हाम्रो मेहनतलाई पक्कै पनि हजुरहरूले बुझिदिनु भएको छ भन्ने हामीले आशा गरेका छौँ। मौका हुन सक्छ वाल्मीकिलाई। डन एकाडेमी यो बलमा छ। डन एकाडेमी दुवै पक्षका खेलाडीहरू निकै मेहनत गरिरहेका छन् तर हालसम्म स्कोर भने 0-0 नै रहेको छ। मौका हुन सक्छ त्यहाँ बल लुज गरेका छन्। अझै पनि बलमा वाल्मीकिले त्यहाँ बल फेरि पुनः प्राप्त गरेको छ। मौका हुन सक्छ वाल्मीकिलाई। यो थ्रोको अझै पनि बलमै छ वाल्मीकि र त्यहाँ बल लुज गर्न पुग्यो वाल्मीकि। फेरि पनि बलमा वाल्मीकि। यो प्रहार थियो, पासमा परिवर्तन गरेका छन् प्रहारलाई र यो काउन्टरको मौका। निकै राम्रो अवसर हुन सक्छ वाल्मीकिलाई। सरी डन एकाडेमीले यो मौका हुन सक्छ तर त्यहाँ ग्राउन्डको यो स्थितिले गर्दाखेरि बल निकै लुज गर्न पुगेका छन् खेलाडीहरू। बाबा खोज्नु बाबा भेट्दैन भेट्दा त हेरिसकेको फोन गरेर उठाएर हाम्रो त उठाउनु भएको छ उठाएर। मौका हुन सक्छ वाल्मीकिले मौका बनाइरहेको थियो र अहिले भने डन एकाडेमीले फेरि पनि मौका बनाइरहेको छ। यो दुवै पक्षहरूको यो खेल निकै रोमाञ्चक मोडमा बगिरहेको छ। दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ यहाँ यो मौका हुन सक्थ्यो वाल्मीकिले तर यहाँ बल फेरि पुनः आफ्नो खुट्टामा ल्याइसकेको छ र अहिले पनि डन बलमा डन एकाडेमीले प्रहार गर्न खोजिरहेको थियो। डन एकाडेमीले बल
मौका हुन सक्छ वाल्मीकिलाई। वाल्मीकिले बल लुज गर्यो भने यहाँ डनलाई मौका हुन सक्थ्यो, तर फेरि पनि बलमा वाल्मीकि। कृपया सबैले यस लाइभलाई शेयर गरिदिनु होला। हामी हजुरहरूसँग प्रत्यक्ष प्रसारणमा छौँ। यस लाइभलाई घरबाट बसेर हेरिदिनु हुने दर्शक महानुभावहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। कृपया लाइभ कस्तो भइरहेको छ, के हो यस्तो साउन्ड आएन भन्नुभएको छ, स्कोर कति कति भयो भन्नुभएको छ। स्कोर हालसम्म क्यामेरा उस्नुस् न भन्नुभएको छ। धन्यवाद छ फिडब्याकको लागि। स्कोर कति कति भयो सुबिस ब्रो भन्नुभएको छ। हालसम्म स्कोर 0-0 रहेको छ। हामीलाई मौसमले भने साथ दिइरहेको छैन यो, र यो मौका हुन सक्छ वाल्मीकिलाई। यो प्रहार थियो तर निकै बाहिर प्रहार गरेका छन्। मौका हुन सक्छ डन एकाडेमीलाई यो, तर यहाँ फल गरेर पुगे। यो फल राम्रो स्थितिमा बनेर होइन, किन भन्दाखेरि मौसमले यहाँ साथ दिइरहेको छैन, र यो वाल्मीकिलाई घाटा हुन सक्छ यदि यो बल सिधै फ्रेममा जान सफल भयो भने। गोलमा भने परिवर्तन हुन कुनै गाह्रो छैन यो बललाई। स्कोर कति कति भयो भन्नुभएको छ, 0-0 रहेको छ स्कोर। र यदि यो बल गोल भएमा स्कोर 1-0 हुन्थ्यो, तर यो गोल भने हुन असफल रह्यो। टाइम कति भयो भन्नुभएको छ। खेलको करिब करिब अब 5 मिनट बाँकी रहेको छ। अन्तिम यो 5 मिनट रहेको छ खेलमा, र यो मौका वाल्मीकिको लागि थियो, तर यहाँ बल लुज गरिदिएका छन्। नम्बर काट दे। ब्रो कमेन्ट्री नगर्दा हुन्छ, कमेन्ट्री सुन्न झ्याउ लाग्यो भन्नुभएको छ। हस्, धन्यवाद आफ्नो फिडब्याकको लागि। सौरभ शर्मा हुनुहुन्छ। सर होइन त तालबारी पारि मौका हुन सक्छ वाल्मीकिलाई। डन एकाडेमी बलमा छ। फोनै उठाइदिनु फेरि म्याडमको। रह्यो पेनाल्टी। निकै खेलको करिब करिब अन्तिम मोमेन्टमा यो पेनाल्टी प्राप्त गरेको छ, र डन एकाडेमीका
सपोर्टरहरू शान्त। निकै राम्रो समयमा यो पेनाल्टी प्राप्त गरेका छन्। यदि यो पेनाल्टी गोलमा परिवर्तन गर्न सकेमा खेलमा फर्किनेछ। निकै राम्रो मौका वाल्मीकिको लागि। वाल्मीकि गयो गोल। वाल्मीकिले पेनाल्टी सँगै एक गोलले अग्रता लिइसकेको छ खेलमा। अब धेरै समय भने बाँकी रहेको छैन। डन एकाडेमीले खेलमा फर्किनको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। यो अनएक्सपेक्टेड ह्यान्डबलले गर्दा त्यहाँ पेनाल्टी हुन पुग्यो र त्यहाँ वाल्मीकिको फल रह्यो। डन एकाडेमीको लागि चान्स हुनेछ। मौका हुन सक्छ डन एकाडेमीको लागि। यो तीनजनाको यो बारमा फ्री किक एटेम्प गर्नेछन्। रह्यो मौका। मौका हुन सक्छ अझै पनि डन एकाडेमीलाई। अझै पनि बलको खतरा पनि टलेको छैन। डिबक्स भित्र बल। जर्सी नम्बर 10 बलमा। जर्सी नम्बर 10 त्यहाँ मौका छ। अझै पनि बलमा रह्यो वाल्मीकिको त्यहाँ अवसर। मौका हुन सक्छ। जर्सी नम्बर 7 बलमा छ डन एकाडेमी। डन एकाडेमी बलमा थियो। मौका हुन सक्थ्यो तर ग्राउन्डले निकै घात गरिरहेको छ।
समय करिब करिब 5 मिनेट रहेको छ। भित्रको माग थियो बल त्यहाँ, तर बल भने रेफ्रीले डी एरिया बाहिरको संकेत गरिदिएका छन् र यो मौका हुन सक्छ डन एकाडेमीलाई। यो फ्री किकको मौका। फाइनलको म्यान अफ द म्याच कसले पायो? फाइनल गेम भइरहेको छ र यो 6 10 नम्बर 6 वाल्मीकिकोलाई सब्स्टिट्युट गरिएको छ 10 नम्बर 14 को साथमा। जर्सी नम्बर 10 फल त्यहाँ क्विक फ्री किक एटेम्प्ट गरेका थिए डन एकाडेमीका खेलाडीले। जर्सी नम्बर 7 अझै पनि बलमा जर्सी नम्बर 7 मौका हुन सक्थ्यो।
थ्रो फल थ्रो गरिरहेका छन्। करिब खेलको केही मिनेट मात्र बाँकी रहेको छ। फाइनल खेलको यो मौका हुन सक्छ डन एकाडेमीको लागि। मौका अब करिब अन्तिम मौकाको खोजीमा छ डन एकाडेमी। 1-0 अग्रता लिइरहेको छ वाल्मीकि। त्यहाँ केही घम्साघम्सी देख्न सक्छौँ हामीले। वाल्मीकि का र यसै गरी भरतपुर मेयर कप 2082 को फाइनल मेयर कप यो वाल्मीकिले जित्न सफल भइसकेको छ। सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनले डन एकाडेमीलाई 0 विरुद्ध 1 गोल गर्दै विजय हुन सफल भएको छ र यससँगै भरतपुर मेयर कप सिजन 2 को च्याम्पियन टिम वाल्मीकि शिक्षा सदनलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र कृपया सम्पूर्ण दर्शक महानुभावहरू तपाईहरु मैदानभित्र प्रवेश नगरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो आयोजक समितिका साथीहरू बाहेक कोही पनि दर्शक महानुभावहरू कृपया मैदानभित्र प्रवेश नगरिदिनु हुनको लागि म अनुरोध गर्दछु। अब हामी पुरस्कार वितरण समारोहमा जोड्न लागिरहेका छौँ र भरतपुर मेयरको र यसै गरी फोटोहरू